समय बितेको पनि पत्तै नहुने है साथीहरू। कति चाँडै 1 वर्ष कटिसकेछ म ओसाका आएर पनि। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो यो छोटो मिठो ब्लगमा। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, मलाई पनि यता एकदम धेरै सन्चै छ। आज भने मेरो काम छुट्टी भएको भएर म र बहिनीहरू चाहिँ लाग्यौँ पार्कतिर। म र कान्छी चाहिँ आज बिहानै उठेर, बिहानै त के भनौँ अलि ढिलै उठ्छौँ छुट्टीको बेलामा चाहिँ। उठिसकेपछि चाहिँ घरमा के मिलाउनु पर्ने हो सामानहरू मिलाइसकेपछि खानासाना केही पनि बनाएनौँ, नेपाली पसलमै अर्डर गरेर हामीले चाहिँ नेपाली पसलबाट खानेकुराहरू लिएर पार्कतिर लाग्यौँ। प्रीति बहिनीको चाहिँ पार्कबाट नजिकै छ क्या रुम, त्यही भएर अनि बहिनी पनि आइन्। अनि पार्कमा बहिनीसँग भेट भयो। अनि बहिनीलाई चाहिँ एकचोटि भिडियोमा हाई गर न भनेको थियो। मेरो खरागेको टी सर्ट देखाउँछु ल दिदी भन्दै उसले चाहिँ नयाँ टी सर्ट देखायो। उसले चाहिँ लसनमा काम गर्छ नि त, अनि खरागेको टी सर्ट रे भन्दै देखाएको त लास्टमा चिकन रहेछ क्या टी सर्टमा। हजुरहरू पनि हेर्नुहोस् बहिनीको चिकन खरागेको टी सर्ट कस्तो क्युट टाइपको चिकन छ नि। आजको हाम्रो मेन पार्ट चाहिँ गेम खेलेर खाना खाने भन्ने पार्ट थियो। सो हामीले चाहिँ नेपाली पसलबाट खानेकुरा लिएर त गयौँ, तर खाना राख्ने ठाउँ नभएर हामीलाई चाहिँ एकदम झ्याउ भयो क्या एकछिन है। खाना राख्ने ठाउँ चाहिँ माथि माथि टेबलहरू थियो, तर त्यहाँ चाहिँ जापानिजहरू मान्छेहरू चाहिँ एकदम धेरै आइसकेको रहेछ क्या, मान्छे प्याक भइसकेको रहेछ। अनि मान्छे भएको ठाउँमा त कहाँ कसरी चाहिँ गेम खेल्ने। अनि त्यसपछि त बहिनीले रुमबाटै टेबल लिएर आउँछु भन्दै दुईटी त गइन् टेबल लिन। हुन त रुममा पुग्नलाई चाहिँ 5 मिनट नि नलाग्ने रे भनेर भन्यो, तर गएर आउँदाखेरि चाहिँ लाग्यो है टाइम चाहिँ 10-15 मिनट। अनि म चाहिँ खाना कुरेर बस्यौँ, दुईजना बहिनी चाहिँ टेबल लिएर आइसकेपछि चाहिँ हामीले चाहिँ खानेकुराको सेटहरू गरेर अनि त्यसपछि चाहिँ गेमवाला भिडियो खेल्यौँ। गेमवाला भिडियो चाहिँ मैले छुट्टै राख्ने छु साथीहरू। हजुरहरूले इफ यो भिडियो हेर्नु भइसकेको रहेछ भने त्यो गेमवाला भिडियो पनि हेर्न नभुल्नु होला। मैले चाहिँ यो भिडियो हालिसकेपछि चाहिँ त्यो गेमवाला भिडियो हाल्ने छु। एनिवे हामी खानासाना खाइसकेपछि चाहिँ अनि टिकटक भिडियोहरू बनाउन थाल्यौँ, डान्सहरू गर्न थाल्यौँ, फोटोसोटो खिच्न थाल्यौँ। अनि कान्छी चाहिँ एकछिन सुत्यौँ पनि। अनि आजको मौसम चाहिँ एकदम राम्रो मौसम थियो, एकदम न्यानो घाम लागिरहेको थियो। अनि त्यो मौसमले गर्दा पनि एकदम खुसी फिल भइरहेको थियो के साथीहरू। दिदी बहिनीको चाहिँ बेलुका काम थियो नि त 5 बजेदेखि, अनि त्यही भएर हामी चाहिँ 4:30 भइसकेपछि चाहिँ घर फर्कियौँ। यो पार्कको नाम चाहिँ रेकुची कोयन पार्क हो है साथीहरू। मैले चाहिँ योभन्दा अगाडि पनि धेरैचोटि यो भिडियो बनाइसकेँ यो पार्कको होइन। एकदम ठुलो पार्क छ, बार्बिक्यूहरू सबै गर्न मिल्छ। अनि अहिलेको समयमा चाहिँ साकुरा पनि फुलिरहेको छ भने टुलिप फुल पनि फुलिरहेको छ। हजुरहरू पनि घुम्न जानुहोला। आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। नेक्स्ट भिडियो लिएर आउनेछु। बाई बाई।